बिहामा पनि राख्दाखेरि बद्द छ ठन्डा हुँदा मिठो कपल डान्स इज गोइङ अन म एक्लै भएँ हेलो गाइज वेलकम टु आवर ब्लग हेलो कहाँ जाँदैछौँ आज हामी हाम्रो प्रिय मित्र रञ्जनको रिसेप्सनमा रञ्जन एन्ड सहेली अनि हामी चाहिँ भर्खरै आइपुगेका छौँ पार्क पऱ्यौँ हामी चाहिँ किसिम लिएर मैले सेम गेटअप हानिदिएको के त्यो दाजुभाइ भनेर यसो चिनाइदिउँ न भनेर हाम्रो ब्लग पुरै अप टु डेट हुन्छ भित्र पस्ने बित्तिकै यस्तो राम्रो स्वागत गर्नुभयो हामीलाई फुलहरू फुलमा अनि गेट त भन्नु परेन नि दामी थियो त अनि हाम्रो प्रोग्राम अर्गनाइज गरिरहनु भएको थियो त्यसपछि त हिलोको इन्ट्रीमा आउनुभयो दाइ भाउजू डान्स त फेरि केक नि खानु पायो हामीले चाहिँ अनि केक चाहिँ खायौँ सबजना रमाइलो भएको थियो अनि हामीले स्कुल बसेको लाइनमा बस्यौँ स्कुलवाला अनि खानासाना खाइयो बिहानको त आन्ट्यो कि ट्रेकी के भन्दो रहेछ त्यसपछि त हाम्रो दिदीको नङ फ्लेक्स गर्दै फोटो खिच्न गयौँ नङ हेरौँ न दिदीको त्यहाँ कस्तो छ यस्तो गर्नुपर्छ त फेरि सक्दैन नि कसैले दिदीको फरिया डान्स त्यसपछि त हामी अब भ्लगरै हो नि हामी त फेरि जहाँ पनि नाचिदिन्छौँ खायो नाच्यो खाना देखाउँदै घरि के गरेछ सबजना खुसी हुनुहुन्थ्यो सब हिरो भएर आउनुभएको थियो दाइ दिदीहरू किसी मध्ये ह्याप्पिएस्ट पर्सन देखेर अनि अङ्कल आन्टीको यस्तो मिठो डान्स भयो बहिनी वाज सो ह्याप्पी एट द्याट टाइम कन्फिडेन्ट थिएन नाच्नको लागि दिदी र बहिनी यस्तो राम्रो नाच्नु भयो नि त्यो चुली बगेर भन्दै अनि त्यसपछि मेरो सर्ट मेसेज आयो है कपल डान्स इज गोइङ अन म एक्लै भएँ त्यो के भन्छु कि म फेरि अलिकति फेरि अर्को कुरा आउँछ राख्दाखेरि बद्द छ त्यसपछि त के थियो भने कपल्सको डान्स भयो हामी नाच्यौँ त्यसपछि त हामी त कालो चस्मामा त यति नाच्यौँ नि दाइको फ्लेक्स नआउँछ फेरि हाम्रो दिदीको त कडा हो डान्सर बन्नुपर्ने मान्छे हो अलिकति स्टेज नपाएर कि दिदीले दिदीको यस्तो अहिले डान्सहरू सक्छ त कसैले अनि काभ्रेले सम्झेको फेरि पारा बेग्लै छ दामी दामी नाच्नु भयो अनि त्यसपछि त हामी यत्तिको उफ्रिनु पऱ्यो नि त खाजा खायो है कुरा सुनौँ न मैले जान्दिनँ क्या अब के भन्छ सोध्नु परेछ दाइले सुनाउँदै हुनुहुन्छ म उहाँ खानामा फोकस छ कतै नहेरी खाइदिइरहेको छु आइसक्रिममा ध्यान छ फेरि छोड्न चाहिँ हुँदैन है खानेकुरा चाहिँ पनि त्यही भएर भनेको मैले यस्तो धेरै खाएँ मेरो फेरि अनएक्सपेक्टेड बिचबिचमा क्वेसन आउँछ कि केही पनि आउँदैन नि त मलाई अनि त्यो जे पनि अब सोधिहाल्छु नाच्न त फेरि हामी पञ्चेबादामा त फेरि नजन्मिँदाखेरिदेखि नै जानिरहेको मान्छे हो कि हात हल्लाउन चाहिँ आउँछ कि नाच्न आउँदैन नि त अनि फेरि म अर्को मान्छेको फेरि चिज चाहिँ छोडिँदैन कि उफ्रिन जस्तो भए पनि बा नाच्यो घरि यसरी नाच्यो घरि उसरी नाच्यो आँखा चिम्लेर कसैलाई नहेरिकन आफैजना सबजना वाइल्ड रमाइलो भयो उफ्रिन पाइसक्यो हामीलाई के चाहियो र नाच्नलाई त्यसपछि त हामी अनि घर जाने बेला हुनलाई हाल्यो यता फेरि पोस्ट बर्थडे सेलिब्रेसन प्लान हुँदैछ के हो के जाने बेलामा त सबजना हिरो भएर गर्थ्यौँ नि त अहिले त हेर त म दाइहरू त हेरै देख्नु भएको छ बङ्गी हो दोम्सी जस्तो देखिने त्यसपछि हामी सर्ट मेसेज दियौँ कपल्सको लागि Happy married life, Ranjan and Sahili. Happy married life. And again, congratulations and thank you so much for inviting us. It was a really fun day. मजा भयो मजा We enjoyed the night. Okay, bye. Good night. See you guys in next vlog. ल सी यू है त